अब सम्पूर्ण राष्ट्रवादी शक्तिहरू जो राष्ट्र चाहन्छ, जो देश चाहन्छ, जो धर्म चाहन्छ, सम्पूर्ण एकजुट भएर हामी खबरदारी गर्छौं। तपाईहरुलाई जनताले शंखाको साथ मत दिएको छ। फेरि यो कुरा बुझ्नु होला, जनताहरूले शंका गर्ने ठाउँ छ। प्रथम कदाचित तपाईहरुले एसपीपी मात्रै पास गर्नु खोज्नु भएछ भने जेएनजी मुभमेन्टमा आन्दोलन तपाईहरुले के चलाएको थियो? तपाईहरुले भोट जित्दाखेरि कति ल्याउनु भयो? 1 करोड 89 लाख मतदातामा जम्मा 86 लाखले भोट हालेका छन्। 1 करोड 6 लाख मान्छेले भोट हालेका छैनन् नि। फेरि त्यो भोट बहिष्कार गरेको त्यो 1 करोड 86 लाख मतदाता सहित हामी र तपाईहरुलाई भोट दिने मतदाता सहित एसपीपी लाई चलाएको खण्डमा हामी सडकमा उत्रिन्छौं। त्यस पछाडी तपाईहरु फेरि हेलिकप्टर चढेर जानुहुन्छ कि बाहिर कहाँ जानुहुन्छ त्यो तपाईहरुले सम्झाउनु नपरोस्। कुनै पनि हालतमा एसपीपी मात्रै अघि बढाइएछ भने, चलाइएछ भने, मैले यो निर्णय नम्बर पनि 11 छ, निर्णय नम्बर 11 म शेरबहादुर देउपाको पालोमा शेरबहादुर देउपाले रोकेको, प्रधानमन्त्री शेरबहादुर देउपा थिए। उहाँले नै संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी अघि नबढाउने निर्णय गरेका छ र त्यो मन्त्री परिषदबाट हुने कुरो हो, संसदबाट हुने कुरा हैन। त्यसले गर्दाखेरि तपाईहरुले सुटुक्क यो कुरा पास गरेर विदेशी सेनाको अखडा बनाउने कोसिस गर्नुभयो भने त्यो भन्दा ठूलो दुर्भाग्य तपाईहरुलाई हुने छैन।